यसरी हातमा पन्जा लगाएर के गर्नु भइरहेछ? म अचार बनाइरहेको छु नानी। के को अचार? यो लेदो अचार, यो खुर्सानी भरेको अचार, त्यो मिक्स अचार। के गर्नुहुन्छ यो सबै? यो अचार मैले बिक्री गर्छु नानी। फेसबुकमा एउटा मैले ऊ पनि हालेको छु पोस्ट, आमाको मिठो अचार भनेर। अनि बिक्री गर्छु। हिजो तिम्रो मम्मी पनि आउनु भएको थियो, किनेर लानु भयो। तिमीले हिजो खाएनौ? मैले खाए, धेरै मिठो रहेछ त्यो। मिठो रहेछ हो, त्यही भएर मैले यो बनाएको नि। यो अचार अब बिक्री गर्नको लागि बनाएको। यो मिठो छ अचार, हाइजेनिक पनि छ, आफ्नो घर बनाएको। त्यही भएर यो अचार मतलब कि यो अचार जसलाई चाहिन्छ बेलामा अर्डर गर्नु होला। यो खुर्सानीको अचार, यो खुर्सानीको अचार बनाएर हालेछु। अब यो लेदो अचार हो, त्यो मिक्स अचार हो। अनि जसलाई चाहिन्छ सम्पर्क गर्नु होला। फेसबुकमा आइडी छ, नम्बर पनि छोडेको छ। हजुरहरूलाई